पक्राउ गर्नुस् हैन संगठितमा 90 दिन राख्न मिल्छ 90 दिन राख्नुस् अनुसन्धान गर्नुस् हरेक जिल्ला जुन जिल्लाबाट भिजिट भिसा बाहिर गएको छ त्यो कट लिएर त्यो सबै जिल्लामा मुद्दा ठोक्नुस् संगठित अपराधमा त उहाँलाई 77 जिल्लामा मुद्दा चलाउनु पर्छ राज्यको संयन्त्र प्रयोग गरेर नेपालीहरु बेच्नेलाई केही नगर्ने हैन त्यो त उहाँहरुमा पनि नैतिकताको प्रश्न तेर्सिन्छ तर उहाँहरुलाई नैतिकताको यो घडी देखाएर बस्नको लागि उहाँले हेर्न चाहनु भएको छैन हैन त्यसैले यो म नैतिकताको धरातलमा भन्दा पनि यो मानवताको धरातलमा उठेर यो सदन अवरुद्ध हुन्छ उहाँहरूले चाहेको जस्तो राज्यको संयन्त्र प्रयोग गरेर नेपालीहरु बेच्नेलाई केही नगर्ने हैन अझ के भन्छ यो त संगठित तस्करी हो नि त संगठित अपराधमा त उहाँलाई 77 जिल्लामा मुद्दा चलाउनु पर्छ तपाईले हेर्नुस् न हामीलाई सिकाइएको के हो पत्रपत्रिकामा आइसकेपछि चाहिने ठ्याक्क प्रहरी भनेको राज्य प्रशासनले थुनामा लिएर अनुसन्धान गरेर विभिन्न जिल्लामा मुद्दा दर्ता गर्ने भन्ने त नजिर छ नि हैन हामीलाई सिकाइएको त त्यही नै हो नि हैन त्यही नै न्याय हो भनेर हामीलाई सिकाइएको हो नि त त्यो भने त नेपालको कुन चाहिँ पो जिल्ला होला जसबाट चाहिँ नि हाम्रो यो भिजिट भिसामा नगएको होला त हैन त्यो भिजिट भिसामा गएको कट त खाएको होला नि त हैन भनेपछि त ठ्याक्कै हैन हामीलाई जे न्याय हो भनेर सिकाएछ ल त्यही न्याय देऊ भनेको हामीले पनि त्यो हाम्रो पनि न्यायको माग हो हैन पक्राउ गर्नुस् हैन संगठितमा 90 दिन राख्न मिल्छ 90 दिन राख्नुस् अनुसन्धान गर्नुस् हरेक जिल्ला जुन जिल्लाबाट भिजिट भिसा बाहिर गएको छ त्यो कट लिएर त्यो सबै जिल्लामा मुद्दा ठोक्नुस् सरकारले नदेऊ भन्ने सरकारका दुई प्रमुख नेताले राजीनामा जसरी गृहमन्त्रीले दिएका छन् जस्तो अर्को कुरा पनि मैले जोड्न चाहे गृहमन्त्रीले यो भन्दा अगाडि तपाईका सभापति गृहमन्त्री छँदाखेरि नैतिकताको पाठ सिकाएर तपाई अनेक शायरी भनेर पनि तपाईले सुन्नु भएको होला अहिले तपाईकै पार्टीका गृहमन्त्रीको राजीनामा मागेर बनेका गृहमन्त्रीको नैतिकतालाई यहाँले कसरी हेर्नु भएको छ अहिलेको रूपमा चाहिँ हेर्नुस् नैतिकता भनेको एउटा आफ्नो ब्रह्मले दिने काम हो हैन अर्को चाहिँ नि अरूले के भन्छ भनेर त्यो कानुनको डन्डा अगाडि तर्सेर बस्ने एउटा लाइन हो मैले पटक भनिरहेको छु त्यो कानुनको छडी देखाएर देखाउने नैतिकता र कसैले नहेर्दाखेरि आफ्नो ब्रह्मले भनेको देखाउने नैतिकता त्यसमा फरक हुनु हुँदैन हैन त्यसैले त्यो नैतिकताको प्रश्न उहाँले जवाफ दियोस् हैन त्यो मैले दिन्दिन त्यो त यो प्रश्न ठ्याक्क तपाईले उहाँलाई सोध्दिनु तपाईको नैतिकता बाँच्या छ कि छैन तपाईले भनेको कुरा तपाईलाई लागू हुन्छ कि हुँदैन भनेर रोचक कुरा के छ भन्दाखेरि गल्ती गृहमन्त्रीले गरे होइन गल्ती कर्मचारीले गरे कर्मचारीले गल्ती गरिरहँदाखेरि गृहमन्त्रीले चाहिँ राजीनामा किन दिनुपर्ने भनेर कांग्रेसका सांसदहरूले अहिले चर्को आवाज उठाएका छन् यसलाई चाहिँ यहाँले कसरी लिनु भएको यो त हामीले पटक सदनमा पनि सुनेका छौं देखा पनि छौं ठूलो माछा भर्सेस सानो माछा हैन समस्या पर्यो यो कर्मचारीहरु मात्र जान्छ सबै प्रकरणमा राजनीतिक कर्मीहरु जाँदैनन् अनि यस्तै किसिमले देश चल्दै जान्छ त यो हामीलाई स्वीकार्य छ यो क्लियरली तपाईले जुनसुकै यो प्रहरीसँग कुरा गर्नु रिटायर प्रहरीसँग कुरा गर्नु सुरक्षा निकायमा यो माथिबाट आशीर्वाद नभइकन सम्भव छैन मलाई जहाँसम्म लाग्छ यो मैले सुरुवात स्टेटस लेखेको पनि हो यो भिजिट भिसा प्रकरण भन्ने छोड्नुस् क्या यो मानव तस्करी हो यो मानव तस्करीमा सहसचिवलाई अनुसन्धान गर्नलाई अख्तियारले छापा मार्छ भने त्यो सहसचिव भने त तपाईको ब्युरोक्रेसीको मुख्य सचिव सहसचिव त्यो लेभलको मान्छेलाई माथिको छाया छत्र छाया नभइकन यो गर्न सम्भवै छैन हैन अनि उहाँहरु कहिलेदेखि चाहिँ हुनु भयो त न्यायाधीश यो कर्मचारीले गरेको गल्ती हो यो गल्ती हो हाम्रो एपीएफ को एपीजी को यो ग्रे लिस्टमा हामी परेको एउटा कारण यो पनि हो हेर्नुस् गृहमन्त्रीले बोल्न पाउनुहुन्न दिनुहुन्छ यहाँले यो त एकदम क्लियर छ हामीलाई जे पाठ त्यहाँ सदनमा सिकाइएको थियो त्यो हामीले सम्झेका छौं